VS कोडलाई चाहिँ डाउनलोड गर्नको लागि चाहिँ सबभन्दा पहिला चाहिँ क्रोमलाई ओपन गर्ने, क्रोमलाई ओपन गरिसकेपछि VS कोड डाउनलोड भन्ने छ, यसमा जस्ट क्लिक गर्ने। फर्स्टकै अप्सन चाहिँ हाम्रो भिजुअल स्टुडियो कोडको, सो द्याट चाहिँ यसलाई चाहिँ क्लिक गर्ने। अनि यसलाई क्लिक गरिसकेपछि चाहिँ हाम्रो यस्तो अप्सन आउँछ, हाम्रो चाहिँ म्याकको लागि छुट्टै अनि विन्डोजको लागि छुट्टै। मैले चाहिँ विन्डोजको लागि अपलोड खोजिरहेको छु, सो द्याट चाहिँ विन्डोजलाई चाहिँ डाउनलोड गर्छु। ओके, यता डाउनलोड स्टार्ट भइसकेको छ हैन। डाउनलोड कम्प्लिट भइसकेपछि ओपन गरेँ। ओपन गर्दाखेरि चाहिँ यस्तो आइकन देखाउँछ VS कोडको, अनि जस्ट यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि हामीलाई चाहिँ एउटा यसरी चाहिँ इन्टरफेस देखाउँछ। जस्ट एक्सेप्ट द एग्रिमेन्ट गर्ने, नेक्स्ट गर्ने, फेरि नेक्स्ट गर्ने, फेरि नेक्स्ट गर्ने, अनि त्यसपछि क्रिएट अ डेस्कटप आइकन, अनि सबैमा चाहिँ क्लिक गरिदिने, सबैले सिलेक्ट गर्ने। सबैले सिलेक्ट गरेर जस्ट नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि इन्स्टल गर्ने। ओके, यो रहेको छ हाम्रो चाहिँ नर्मल VS कोडको चाहिँ इन्टरफेस। अब यसमा चाहिँ फर्स्ट स्टेपमा चाहिँ हामीले चाहिँ ओपन फोल्डर गर्ने। ओपन फोल्डर गरेर चाहिँ कुनै एउटा स्पेसिफिक फोल्डरलाई चाहिँ हामीले सिलेक्ट गर्नुपर्छ। मसँग चाहिँ अलरेडी HTML नेम गरेको चाहिँ फोल्डर छ, सो द्याट चाहिँ मैले HTML फोल्डरलाई चाहिँ सिलेक्ट गर्छु र ओपन गर्छु। अब यो मैले सिलेक्ट गर्ने बित्तिकै यता चाहिँ के भयो भन्दाखेरिमा चाहिँ HTML चाहिँ जुन फोल्डर छ त्यो चाहिँ सो गरिसकेको छ। यसमा चाहिँ डिफ्रेन्ट अप्सनहरू छ, एउटा चाहिँ न्यू फाइलको लागि, अनि त्यसपछि न्यू फोल्डरको लागि, अनि त्यसपछि चाहिँ रिफ्रेसको लागि। अब यसमा चाहिँ हामीले न्यू फाइल चाहियो, सो द्याट चाहिँ मैले चाहिँ न्यू फाइलमा क्लिक गरेँ। यहाँ क्लिक गर्ने बित्तिकै एउटा नेमको लागि चाहिँ टेक्स्ट बक्स दिइसकेको छ। अब टेक्स्ट बक्समा चाहिँ हामीलाई जुन नाम चाहिएको छ त्यही नाम चाहिँ राख्नुपर्छ। मैले चाहिँ जस्ट फर्स्ट दिएँ, तर यसपछि चाहिँ हामीले चाहिँ जहिले पनि HTML एक्सटेन्सनलाई चाहिँ युज गर्नुपर्छ। नाम लेखिसकेपछि चाहिँ नेम विथ HTML एक्सटेन्सनलाई चाहिँ लेखिसकेपछि जस्ट इन्टर दबाउने। इन्टर दबाउने बित्तिकै यो इन्टरफेस दिन्छ। यो दिइसकेपछि चाहिँ हामीले चाहिँ एक्सक्लेमेसन मार्क्सलाई चाहिँ लेख्ने, अनि त्यो लेखिसकेपछि चाहिँ ट्याब दबाउने। यो ट्याब दबाउने बित्तिकै चाहिँ हाम्रो चाहिँ HTML को जुन बोइलर प्लेट कोड हुन्छ त्यो बोइलर प्लेट कोड चाहिँ यहाँ सो गर्छ। अब यसमा चाहिँ नर्मल्ली हामीले के गर्नु पर्यो भन्दाखेरिमा चाहिँ जे कुरा चाहेको हो त्यो कुरालाई चाहिँ हामीले कहाँ राख्ने त बोडी ट्याग भित्र राख्ने। सो द्याट चाहिँ मैले बोडी ट्याग भित्र चाहिँ एउटा प्याराग्राफ ट्याग दिएर चाहिँ एउटा सानो लाइन लेख्छु, जस्तै हेलो फ्रम VS कोड भनेर चाहिँ मैले लेखेँ है। ओके, हेलो फ्रम VS कोड भनेर लेखेँ। अनि यो लेखिसकेपछि के गर्ने भन्दाखेरिमा चाहिँ Ctrl+S गरेर चाहिँ सेभ गर्ने, अनि सेभ गरेर चाहिँ यता यो हिन्डमा चाहिँ गो लाइभ भन्ने छ, अनि गो लाइभमा चाहिँ क्लिक गर्ने। अनि गो लाइभमा क्लिक गरिसकेपछि चाहिँ हाम्रो के भयो भन्दाखेरिमा चाहिँ जो कुरा छ त्यो कुरा चाहिँ सो भयो। अनि अरू कुरा, अब फेरि अरू कुरा चाहिँ हामीले थप्नु पर्यो भनेपछि जस्ट यहाँ थप्ने, अनि जस्तै मैले चाहिँ एउटा लाइन अर्को थपेँ, प्याराग्राफ पी ट्याग युज गरेर ओके हाउ आर यु भनेर चाहिँ मैले चाहिँ लेखेँ। अनि यसलाई चाहिँ मैले सिम्पली के गरेँ भन्दाखेरिमा चाहिँ Ctrl+S दबाएर चाहिँ सेभ गरेँ। अनि त्यो दबाएर चाहिँ सेभ गर्दाखेरि यता आएर चाहिँ चेक गर्छु। ओके, यता चाहिँ फर्स्ट लाइनमा चाहिँ हेलो फ्रम VS कोड छ, अनि सेकेन्डमा चाहिँ हाउ आर यु छ। सो द्याट यसरी चाहिँ हाम्रो चाहिँ VS कोडले चाहिँ काम गर्छ। आजलाई चाहिँ यति नै। भिडियो चाहिँ मन पर्यो भनेपछि लाइक, सब्सक्राइब अनि कमेन्ट चाहिँ गर्न नभुल्नु होला। ओके ल।